ल गाइस, भक्ति भाइले चाहिँ एनिभर्सरीमा जाँदाखेरि के गिफ्ट लिएर गइदिएछ। ल भिडियो हेर्नु है त, पुरा भिडियो, अनि रमाइलो गरेर हाँस्नु होला है। तपाईँहरू पनि एनिभर्सरी जाँदा चाहिँ यही गिफ्ट लिएर जानु होला है। अनि एनिभर्सरी गिफ्ट हेर्दै जाउँ है अब। हाम्रो भाउजूलाई चाहिँ फरेनबाट ल्याइदिएको हाप्पु छ। यो हाप्पु हाम्रो भाउजूले हाप्पु लाउँछ। भाउजूलाई के हाँसेको नि भाउजू? हाप्पे। मेरो त बाहिर देशबाट ल्याइदिएको। आज मेरो लागि के नि? दाजुको लागि चाहिँ लन्डनको ल्याइदिएको छु। थ्याङ्क यू। दाजुको लागि चाहिँ लन्डनमा रहेछ। ह्याप्पी एनिभर्सरी। के लङबुट जस्तो लाग्यो के मलाई चाहिँ? कहाँ लाउँछु म यो? त्यो केटीको रहेछ। यति भर्कातिर हेट मन परेन ल। अझै यहाँ एनिभर्सरी यस्तो के बुढीलाई दिन्छ न? यो हाप्पु चाहिँ दादाले लाउँछ। अनि यो सापले दुईटा राख्ने के म किन लाउनु? यो हाप्पु चाहिँ दादाले लाउँछ, सापु चाहिँ तपाईँले लाउनुहोस् न। ल तेरो गिफ्ट आफैले होइन। एनिभर्सरी गिफ्ट लाँदैन भाउजू। थ्याङ्क यू। तिमीले चाहिँ राम्रो ल्याइदिन्छ त। यस्तो छ त पिन कसरी लाउनु? तिमी नबोल न। कसरी लाउनु? हाफ प्यान्ट ल्याइदिनु साना भाउजू सुलुक्क लाउनु छ। तेरो गिफ्ट भन्दा हाप्पु नलाउने रिस उठेछ। ल गाइस, यदि युट्युब च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न नभुल्नु होला। भिडियो कस्तो लाग्यो त?